안녕하세요. नमस्ते। म कोरियन भाषा प्रशिक्षक ओम थापा, आर्याङ ग्लोबल एकाडेमी बुटोल तथा ओम सिनबिटी कुरियन बुटोलदेखि यहाँहरूलाई पुनः एकपल्ट स्वागत गर्न चाहन्छु। आज फेरि म तपाईँहरूलाई पिएस टपिक स्किल टेस्ट अन्तर्गतको भिडियोको बारेमा केही जानकारी लिएर आएको छु। चित्र अनुसार हामी यहाँ एक एक गर्दै हेर्दै जानेछौँ है त। पहिलो चित्रमा देख्न सक्नुहुन्छ दुईजना व्यक्ति बसिरहेको छु, जसलाई म्यान्जप अन्तर्वार्ता लिने व्यक्ति भए र सुहम्जा जुन उभिएको छ लाइनमा ऊ चाहिँ अन्तर्वार्ता दिने व्यक्ति। यसै गरी दोस्रो चित्र देख्नुहुन्छ फ्याङ्का हाङमोक भन्ने शीर्षक अन्तर्गत, जसमा छोङ जम्मा थासत के रहेको छ, विषय 5वटा विषयमा अन्तर्वार्ता हुनेछ र फ्याङ्का सिकान साबुन र अन्तर्वार्ताको समय चाहिँ 4 मिनट हुने हुन्छ। यसै गरी अर्को एउटा भिडियो हेरौँ। फ्याङ्का हाङमोङब्यल थाप्यने तेहे मालहागे नङ्ग्र्यागुल फ्याङ्का हाम्निदा भनिन्छ है त। यसरी मूल्याङ्कनको विषय अनुसार तपाईँको जवाफको बारेमा बोल्ने क्षमता जुन कोरियनमा छ त्यसको मूल्याङ्कन हुने हुन्छ। यसै गरी हाम्रो 5वटा विषय यसरी अन्तर्वार्ता लिँदै गरिन्छ, जस अन्तर्गत 5वटा विषयहरू छानिएका छन्, जस्तो छागिसोगे मिथ्येदो, खिछोदेवा मिथ हेङदोङ चिसी, छागप्तोगु मिथ चिसी सुहङ नुङ्ग्र्यक, यन्सियस छिगप किछो नुङ्ग्र्यक र आन्जन इन्सिक भन्ने। अब यी विषयवस्तुहरूलाई हामी एक एक गर्दै हामी केलाउँदै जानेछौँ। पहिलो चित्र त्यसपछि छागिसोगे अन्तर्गतको म्यान्जप कन्ड सुहेम्जा अर्थात् अन्तर्वार्ता लिने व्यक्ति र प्रशिक्षार्थी जुन अन्तर्वार्ता दिँदैछ। म्यान्जप छाङे दुरागा छुलबाल फेउसिए सहसा तेगी हाँस्यो। यसरी अन्तर्वार्ता दिने स्थलमा पसेर स्टार्ट भन्ने चिन्ह लगाइएको स्थानमा उभिएर पर्खनुहोस्। यदि कसैले विशेष सिप वा स्किल म्यान पावर छ भने त्यो जब कम्पिटेन्सी इभ्यालुएसन भन्नुहुन्छ, यसरी त्यसमा तपाईँ योग्य हुनुहुन्छ भने तपाईँले आफ्नो डकुमेन्ट कागजपत्रहरू पहिल्यै त्यहाँ जम्मा गर्नु पर्ने हुन्छ। उसलाई अन्तर्वार्ता लिने व्यक्तिलाई जानकारी गराउन पर्ने हुन्छ। त्यसपछि म्यान्जपका जिसिए तारा ममचुम फेसिरो इदोङ हाय सासिप छोगान छागिसोगे छिनेङ हाम्निदा भनिन्छ। त्यसपछि अन्तर्वार्ता लिने व्यक्तिको निर्देशन अनुसार रोकिनु भन्ने चिन्हतर्फ गई 40 सेकेन्डको आफ्नो परिचय दिनुपर्ने हुन्छ। त्यसपछि इहु म्यान्जपकान किछो देवा मिथ हेङदोङ जिसिए तारा छक्छलहान हेङदोङगा थेदाबु छिनेङ हाम्निदा। त्यसपछि चाहिँ अन्तर्वार्ता लिने व्यक्तिसँग आधारभूत केही संवाद तथा क्रियाकलाप एक्सनको निर्देशन अनुसार उपयुक्त व्यवहार वा जवाफहरूको सञ्चालन हुने हुन्छ, त्यो गर्नुपर्ने हुन्छ। जस अन्तर्गत चित्र हेर्नुहोस्, यो हेङदोङको लागि गरिएको एक्सनको लागि हात दुवै हात उठाउनुहोस् भनेपछि दुवै हात उठाएको अवस्था छ है त। यु सिंहमुन हुइजाए छाक्सको जिनिङ दिनु। त्यसपछिको इक्जाम चाहिँ कुर्सीमा बसिसकेपछि हुने हुन्छ। अर्को परीक्षा जाउँ। यदि म्यान्जबी झुङ्रो दैमन सिएम जाँगेछ थोइसेल हाम्ने त। यदि तपाईँसँगको अन्तर्वार्ता समाप्त भयो भने चाहिँ त्यो अन्तर्वार्ता लिएको स्थल परीक्षा स्थलबाट बाहिर निक्लिनु पर्ने हुन्छ। खाक योगु साङे तेहान थाप्यन कियोन थान इरहेमान जुवा जिम्यो म्यान्जब जुङेनुन फान्दुसी हाङ्गुगमान साङे हाम्निदा। अनि हरेक जुन छ तपाईँले दिने प्रतिक्रिया मौका चाहिँ हरेकको उत्तर दिने मौका मात्र एकपटक दिइनेछ। अनि अन्तर्वार्ताको क्रममा अनिवार्य रूपमा कोरियन भाषा मात्र प्रयोग गर्नुपर्ने हुन्छ यहाँ। र अब शीर्षक वाइज चाहिँ छागिसोगे मिथ्येदो भन्ने जुन फर्स्ट तपाईँको शीर्षक अन्तर्गत छ, त्यस अन्तर्गत कसरी दिने त जाउँ है त। यहाँ चित्रमा देखाए जस्तै 40 सेकेन्डको तपाईँको घडी देख्न सक्नुहुन्छ। यस 40 सेकेन्डभित्र तपाईँले के गर्न पर्ने हुँदो रहेछ हेरौँ। छागिसोगे मिथ्येदो हाङमोङुन छिहानसिका ने छिनेङ दोनुन छागिसोगेरुल थोङे फुमसङ खुन्ड्रो उइजी छक्कुकसङ दुङ्गुल फ्याङ्काम्निदा। यतिखेर तपाईँको एकदम सिधा पोजिसनमा उभिएर जुन सङ्केत गरिएको चिन्ह लगाइएको हुन्छ त्यसमा उभिएर तपाईँको आफ्नो परिचय दिनुपर्ने हुन्छ। र यतिखेर बोनिन सोगे हाम्के छासिने खाङचम वा खल्यान ख्यङहम छुयफु केविक दुङ्गुल हाङ्गोरो मालसिमा जुसे हो ज्यान सिगान सासिप छुइमिदा। र यतिखेर तपाईँले आफ्नो परिचय सँगसँगै आफ्नो बलियो पक्ष र कामसँग सम्बन्धित कुनै
अनुभवहरू र रोजगारी पछि तपाईँको योजना आदि कोरियन भाषामा भन्नुहोस् भनेको छ र तपाईँको समय चाहिँ रहेको छ 40 सेकेन्ड। यतिभित्र यी विषयवस्तुहरू भित्र रहेर 40 सेकेन्ड भित्रमा तपाईँले यो आफ्नो परिचय दिइसक्नुपर्ने हुन्छ। त्यसपछि दोस्रो मूल्याङ्कनको विषय रहेको छ किछेदेवा मिथ हेङदोङ जिसी। आधारभूत कुराकानी तथा क्रियाकलापसँग सम्बन्धित अर्को रहने गर्छ। यसमा चाहिँ तपाईँले किछेदेवा मिथ हेङदोङ जिसी हाङमोगुन किछेदेवा हेङदोङ जिसी छिल्मुने देहे चक्चरहाके थेदाप हेङदोङ हानुजी फेङ्का हाम्निदा। यो आधारभूत कुराकानी तथा क्रियाकलापको निर्देशन सम्बन्धी भागमा चाहिँ तपाईँले आधारभूत कुराकानी अनि जुन व्यवहारको सम्बन्धित प्रश्नहरूमा छ उपयुक्त तरिकाले जवाफ दिने वा क्रियाकलाप गरेछ कि गरे छैन भनेर त्यसको मूल्याङ्कन हुने हुन्छ। तसर्थ तपाईँले प्रश्नलाई कुनै पनि तनाव नलिकन राम्ररी सुनेर अनि त्यो अनुसारको प्रतिक्रिया दिने वा त्यसको सही तरिकाले जवाफ दिने। किछुदेवा यी मुनहाङ र हेङदोङ जिसी यी मुनहाङ निदा व्यञ्जक खाने छिल्मुने छक्चर हाके थाप्पेन जिसीकै फरक। सामान्यतया बेसिक क्रिया संवाद अन्तर्गत 2वटा प्रश्न र क्रियाकलाप अन्तर्गत 2वटा प्रश्न हुने गर्दछ। त्यसैले अन्तर्वार्ताकारको प्रश्नको उपयुक्त जवाफ दिनुहोस् भन्ने दिनुपर्छ वा दिनुहोस् त्यसमा ख्याल राख्नु होला। जस्तै त्यहाँनिर 2वटा हात उचाल्न भन्दाखेरि 2वटा हात उचालेको चित्र देख्न सक्नुहुन्छ। यसै गरी गिछो थेवा मुनहाङ छ जुन छ त्यस अन्तर्गत उदाहरण र हेङदोङ जिसी सम्बन्धी उदाहरण चाहिँ हेरौँ। नायिका मेसा रिम्निका भन्ने प्रश्न। अब यसमा तपाईँको उमेर कति छ? सामान्यतया 18-19 वर्षभन्दा माथिको हुने हुन्छ आफ्नो सही उमेर। यति यति सार इम्निका इम्निदा भनेर उत्तर दिनु पर्यो है त। सकेसम्म उत्तरहरू सबै फर्मल रूपमा दिँदा राम्रो हुन्छ, सबै दामा उन्डिङ गर्नुभयो भने। जस्तो खेरन हेस्सयो भन्नेमा यदि विवाह गर्नुभएको छ भने खेरन हेस्सुम्निदा वा विवाह गर्नुभएको छैन आनियो आनेस्सुम्निदा वा कहिले गर्नुहुन्छ भन्ने फेरि सोध्न सक्ने हुन्छ। त्यतिखेर योजना छ तपाईँको कुनै समय छ भने त्यो समय भन्न सक्नुहुन्छ, होइन भने आजिक खेवेक अप्सुम्निदा भनेर भन्न सक्नुहुन्छ। त्यसै गरी क्रियाकलाप सम्बन्धी प्रश्नहरू हेर्नु हो भने याङसुन ओल्लिसयो 2वटा हात उचाल्नुहोस् भन्ने छ। यसभन्दा माथिल्लो चित्रमा देख्न सक्नुहुन्छ। यसरी 2वटा हात उचाल्नुहोस्। याङसुन नेरिसेयो 2 हात झार्नुहोस्। यसरी हात माथि र तल गर्नुपर्ने हुन्छ है त। ओल्लिसेयो भन्दा माथि गर्ने, नेरिसेयो भन्दा झार्नुपर्ने हुन्छ। त्यसै गरी छागिसोगे मित किछेदेवा हेङदोङ जिसिनुन दोङसारो छारेङ दय हाङ्गुगे साबजुए छन्दाल थोइले हेजङ हो नि छासिङगाम इन्नुन थेदुरु इमेजुसीको फार्मित। विशेष गरी छागिसकेको सेक्सनमा किन गरी त के भइराखेको हुन्छ भन्ने बारेमा जानकारी छ। यो विशेष गरी तपाईँसँग गर्ने संवाद, तपाईँको परिचय र तपाईँको क्रियाकलाप भिडियोमा सुटिङ भइरहेको हुन्छ, भिडियो खिचिरहेको हुन्छ। त्यसैले र भिडियो खिचेर फेरि किन खिचेको भन्दा रोजगारदातालाई पठाउने योजना रहेको हुन्छ। त्यसैले तपाईँ कन्फिडेन्सका साथ उपयुक्त एटिच्युड अन्तर्गत रहेर आफ्नो उत्तर वा जवाफहरू दिँदा बेस हुन्छ। त्यसै गरी तेस्रो सेभेन्चे फ्याङ्का हाङमोकमा छागप दोगुमी चिसी सुयङ नुङर्यक है त। छागप दोगु मित चिसी सुयङ नुङर्यक हाङमोगु नानी दोपेल छागप दोगु म्यङछिङवा छागप जिसी ध्यान इहे दोरुल फ्याङ्का हाम्निदा रे। विशेष यो टुल्सहरूको बारेमा र निर्देशन दिएको निर्देशनलाई तपाईँलाई पालना गर्ने त्यो सम्पन्न गर्ने विषय अन्तर्गत लेभल अनुसार काम गर्ने औजारहरूको नाम वा निर्देशनको बारेमा बुझेको छ कि नै, उसको बुझ्ने क्षमता कतिको छ त्यसको मूल्याङ्कन गरेको हुन्छ। यो अब क्याटेगोरी अनुसार हुने हुन्छ है त। त्यसपछि छोङ सेगे मुनहाङ हिम्य छिल्मुने हेदाङान दोगु मेङछिङ थापागो छुअजिन दोगुरुल फारुङ हाया जेसिदेन जिसी साङुल यङ हाम्निदा। र यो औजारसँग सम्बन्धितमा 3वटा प्रश्नहरू सोधिने गरिनेछ र सम्बन्धित औजारको नाम, उत्तर दिने नाम जुन देखाइएको हुन्छ त्यसको उत्तर दिने अनि दिएको औजारलाई प्रयोग गरी निर्देशन गरिए अनुसारको जुन तपाईँको कार्य हुन्छ त्यो सम्पन्न गर्नुपर्ने हुन्छ। त्यसै गरी अप्चोङब्यल खाक्की थारुन छागप दोगुगा छुअजिनी सुहम्जा बेल उङ्सी अप्चोङे छागप दोगु मित सुहेङ फाङबबुल हाक्सु फाँसीको फार्मिदा। अनि तपाईँको क्षेत्र अनुसार त्यहाँको कोरियाको औद्योगिक क्षेत्र अनुसार फरक प्रकारको
टुल्सहरू तपाईँलाई दिने भएकोले तपाईँको प्रशिक्षार्थी अनुसार तपाईँले आवेदन दिएको क्षेत्र अनुसार तपाईँका कार्य औजारहरू अनि त्यसलाई त्यो औजारले गरिने कामहरूको अभ्यास गरेर मात्रै जानुहोला। त्यो चाहिँ तपाईँले त्यहाँ जाँच दिँदाखेरि आफू कुन क्षेत्रको हुँ र मैले कुन क्षेत्र अनुसार गरिन्छ भन्ने कुरा हेर्न सक्छु। जस्तो यहाँ हेर्नुभयो भने यहाँनिर कैँचीले कुनै तार देखाएर यहाँ काट्ने निर्देशन सायद दिएर होला, त्यो काट्ने जस्तो गरेर देखाइराखेको छ है त। त्यसै गरी एनसिएस सिगप किचो नुङ्ग्र्याक नेसनल कम्पिटिसन भन्ने जुन राष्ट्रिय स्तरबाट दिने परीक्षाबाट लिएको जुन भोकेसनल तालिम हुन्छ त्यसको बेसिक आधारभूत कुराको बारेमा परीक्षा छ। र एनसिएस छागा किचो नुङ्ग्र्याक हाङबोगुन अप्चोङ बेल खुन्मु भान्ग्योङ मित साङहङे ध्यान थुगे छिल्मुने छक्चरी थेदा भानु चाहिँ फ्याङ्का। विशेष गरी यो भोकेसनल स्किल अन्तर्गत जुन तपाईँको क्षमता छ त्यो अनुसार यो क्षेत्र अनुसार कामको वातावरण वा अवस्थाको बारेमा दुईवटा प्रश्नको सही जवाब उपयुक्त जवाब दिन्छ कि नै भनेर मूल्याङ्कन गरिने क्षेत्र हो तपाईँको क्षेत्र अनुसार है त। जसमा हेरौँ थेइन ख्वान्गे सुरी मुन्चे हेगल खिसुल उइसा सुथोङ नुङ्ग्र्याक मित छिगप युल्ली छिल्मुन योमोक चुङ थुगे मुन्हाङु छिल्मामिता। यी माथि दिएका शीर्षकहरू जस्तो व्यक्तिगत सम्बन्धहरूको बारेमा, भरमतको बारेमा, समस्याको समाधानको बारेमा, सिपको बारेमा, विचार आदान प्रदान क्षमताको बारेमा र काम गर्न सक्ने तपाईँको क्षमताको बारेमा दुईवटा प्रश्नहरू गरिने गरिन्छ। त्यसको उपयुक्त जवाब पनि तपाईँले दिनुपर्ने हुन्छ। अब जस्तो उदाहरणको लागि हेरौँ थेन ख्वाङ्गे नुङ्ग्र्याक अन्तर्गत तपाईँको व्यक्तिगत सम्बन्ध जुन मानवीय सामाजिक सम्बन्ध छ त्यसलाई उदाहरणको लागि सेरोन धुङ्ग्र्यो दुल्गा छाल जिनेकी हुए अत्तन नोर्याको हाल्सु एन्नायो। तपाईँ व्यक्तिगत रूपमा तपाईँको विचारमा तपाईँ कम्पनीमा सिनियर हुनुहुन्छ र कोही नयाँ कर्मचारी आयो भने उससँग राम्रो सम्बन्ध राख्नको लागि, उसँग राम्ररी बस्नको लागि कस्तो तपाईँ प्रयत्न गर्नुहुन्छ त भनेर प्रश्न सोध्यो भने अब तपाईँले यसको सही तरिकाले उत्तर दिन पर्यो। अब प्रश्नको उत्तर दिँदै गर्दाखेरि नयाँ आएको कामदारले काम जानेको हुँदैन, उसलाई काममा सहयोग गर्ने, राम्ररी सिकाउने र उसले बुझ्ने गरेर राम्ररी गर्ने गरेर सहयोग गर्दै सहयोगी भाव राखिकन तपाईँको सम्बन्ध राख्नुपर्ने हुन्छ भन्ने बुदालाई ख्याल गरिकन तपाईँले उत्तर दिनुपर्ने हुन्छ। त्यसै गरी वैसा इरी मानुमिन अत्यकै हासिल गर्न गयो, कम्पनीमा काम धेरै भयो भने के गर्नुहुन्छ त, कसो गर्नुहुन्छ, यो समस्या आउन सक्छ। यस्तो हुँदा के गर्नुहुन्छ त भन्दा सामान्यतया हामी सबैले कम्पनीमा काम धेरै हुँदाखेरि ओभरटाइम गर्नुपर्ने हुन्छ र ओभरटाइम चाहिँ कम्पनीले दिएको निर्देशन अनुसार गरिने हुन्छ। आफ्नो काम धेरै छ भन्दै म ओभरटाइम गर्छु भन्दै भन्दा पनि कम्पनीमा सिनियरहरूले दिएको निर्देशन अनुसार ओभरटाइम गर्नेछु भन्ने प्रकारको तपाईँले एन्सर दिन पर्ने हुन्छ। यसरी मेन्जगवान छिल्मिने खानग्याल हागो म्याङ्ग्र्यो हागे थाप्पेन हाइजुसिके फारमिदा। त्यसैले तपाईँले अन्तर्वार्ता लिने व्यक्तिको प्रश्नको उत्तर चाहिँ एकदमै मिल्दो गरेर एकदम सफा रूपमा तपाईँको ती प्रश्नहरूको जवाब दिनपर्ने हुन्छ बुझ्ने गरी है त। त्यसै गरी 5औं शीर्षक अन्तर्गत आन्जन इन्सिक भन्ने छ सेफ्टीको जानकारी सम्बन्धी, तपाईँलाई सुरक्षा सम्बन्धी कतिको जानकारी छ भन्ने बारेमा हो। जस अन्तर्गत हेरौँ आन्जन इन्सिक हाङबोग हुन पिक्थोग्राम उइमिवा छाङ्बी म्याङ्छिङ इहेदोर फ्याङ्काम्निदा। विशेष गरी यो सुरक्षाको जानकारीसँग सम्बन्धित विधामा चाहिँ तपाईँलाई पिक्टोग्राम त्यो चित्रहरूको दिए हुन्छ, चित्रको अर्थ र औजारका नामहरूको बारेमा कतिको बुझ्नुभएको छ भनेर प्रश्न गरिने हुन्छ, त्यसको मूल्याङ्कन गरिने गरिन्छ। जस्तो हेरौँ छोङ यसतके मुनहाङ हिम्य म्यन्जक गने जिसिहान पिक्टोग्राम गियोए उइमिवा आन्जन जाङ्गी म्याङ्छिए हाप्पेन फारमनिदार। अब यहाँनिर तपाईँले के गर्नुपर्ने हुन्छ भने 6वटा प्रश्नहरूमध्ये अन्तर्वार्ताले निर्देशन गरेको चित्रको जुन सङ्केतको अर्थ तपाईँले भन्नुपर्ने हुन्छ, सँगसँगै सुरक्षाको उपकरणको नामको बारेमा पनि जवाफहरू सही तरिकाले दिनु पर्ने हुन्छ। जस्तै यहाँ चित्रमा सेफ्टी चिन्हमा हेर्नुभयो भने बाहिर विसाङ्गुको चित्र दिएको छ। यो विसाङ्गु हो, यो कतिखेर प्रयोग हुन्छ त, कुनै आपतकालीन अवस्थामा प्रयोग गरिने आपतकालीन द्वार हो यो
बाहिर निक्लिनको लागि प्रयोग गर्ने हो। त्यसै गरी अर्को चित्रतर्फ जाउँ। खिनुङ सिहम उङसिजा जुङ उङसी अपचुङ ख्वाल्यान ख्यङरक छाग्या पुयो हुल्यान सुरोज्या ए ख्यङ हो जुङबिङ सरु झेचुल हाया खाजामुल बुयो भादु सिस्मिन्दा। तपाईँले यदि स्किल टेस्टको आवेदनकर्ता हो भने क्षेत्र अनुसार तपाईँको अनुभव, तपाईँको योग्यता, तपाईँको तालिम यदि प्राप्त गरेको व्यक्ति भएको अवस्थामा त्यसलाई प्रमाणित गर्ने कागजपत्रहरू तपाईँले दिनुभयो भने त्यसको केही नम्बरहरू पाउन सक्नुहुन्छ। ती अन्तर्गत कागजपत्र के रहेका छन् जस्तो ख्याङ्ग्यक अनुभवमा 1 वर्षभन्दा माथि हुनपर्छ, छाग्यक एउटा भन्दा बढी भएको हुनपर्छ योग्यता, कुक्का छाग्यकमा इन्जङ राष्ट्रले जारी गरेको एउटा राष्ट्रिय स्तरको योग्यता प्रमाणपत्र मात्रै लाइसेन्सको मात्रै मान्यता दिएको हुन्छ र तालिममा 120 घण्टाभन्दा बढी तपाईँहरूले तालिम दिएको हुन्छ, जुन राष्ट्रिय स्तरबाट वा व्यक्तिगत रूपमा प्राइभेटको रूपमा तपाईँले कसरी तालिम लिएको हुन्छ त्यसको। र अन्तिममा तपाईँको अन्तर्वार्ता दिने बेलामा हेर्नुभयो भने कुर्सीको पुरै भाग नगोटिकन अगाडिको भागमा बसेको छ र दुईवटा हात आफ्नो घुँडा माथि राखेर बसेको छ। यो तपाईँको बस्ने पोजिसन हो भन्ने ख्याल गर्नु होला है त। आजलाई स्किल टेस्ट सम्बन्धी यो भिडियो यही नै अन्त भएको छ। तपाईँको स्किल टेस्ट राम्रो होस्, तपाईँको कोरिया जाने सपना पनि छिट्टै पुरा होस् भन्ने कामना गर्दै यहाँबाट बिदा दिन चाहन्छु। 감사합니다. 안녕히 계세요, 여러분.